हेलो आज हामी कहाँ जाँदैछौँ आज हामी दिदीबहिनी मिलेर कान्तिताल जाँदैछौँ नेपालगञ्जिया भएर कान्तिताल नजाने त्यो हुनै सक्दैन त्यही भएर आज दिदी र म यसो प्लान बनाएर कान्तिताल घुम्न जाँदैछौँ यो बाटो चाहिँ कस्तो धुलो हो के कान्तिताल जाने बाटो हेलो कान्तिताल हामी आइपुग्यौँ है त्यसपछि कान्तिताल इन्ट्री गर्न साथ चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले हाम्रो वरपर मान्छेहरू अनि त्यसपछि हामी कस्तो राम्रो भ्यू छ के अनि त्यस एकछिन पुगिसकेपछि त यताउति त्यसो गर्नै पर्यो अलिकति फ्लेक्स त गर्नै पर्यो ठाउँलाई हैन अनि त्यसपछि हामी यतातिर पुग्यौँ अगाडि नजिकतिर फुलै नरहेछ के फुल त उतापट्टि रहेछ अनि त्यसपछि यहाँ लाइन हेर्नु न यो लाइन कति भिड थियो के कुरै नगर्नु यता हाम्रो नजिक भएको ठाउँतिरको फुल एउटा पनि थिएन सबै टिपिसकेर रहेछन् हामी त गयौँ हेर्यौँ यहाँ बोटमा त बस्न पाउने यस्तै हो भन्दैछु दिदी हेर्ने हो अड्डिने हो भने अनि त्यसपछि हामी यताबाट देखेनौँ कि राम्रोसँग यस्तो गाह्रो चाहिँ चढेर गएको कि हामी पर्खाल लाँगेर गएको अनि त्यसपछि यतापट्टि देखेन कि अर्को साइडतिर गएको त्यहाँतिर यति राम्रो नजिकबाट फुल देखिरहेको थियो के गर्ने हेरी मात्र टिप्नु भएन साँझ भइसक्यो त्यो घुम्दा बोल्दा पनि मेरो सास बुझ्न लागिसक्यो यस्तै छ रमाइलो गरेँ टिकटक बनायौँ भिडियो बनायौँ वरपर मान्छे धेरै हुनुहुन्छ मैले आफूलाई देखाउँदैछु मेरो दिदी पनि छ मेरो साइडमा भ्यू हेर्नुहोस् न राति भइसक्यो अब भन्छ दिदीले हामी गयौँ है ल बाई भनेर अनि त्यसपछि बाई भएन फेरि स्कुटी स्टार्ट गर्नु पऱ्यो चढ्नु पऱ्यो ल हामी जाँदैछौँ है दिदी फुलसुल के टिपेन सानोतिनो भिडियो बनाइयो रमाइलो गर्नुपर्छ भनेको दिदीले भन्छ होइन हेर बहिनी भोलि बिहान आउनुपर्छ किन भनेपछि बिहान राम्रो भिडियो हुन्छ ल सके बाई